हाई गाइस, आज एकदमै बेग्लै हुनेवाला छ। आज एकदमै अनौठो गर्नेछौँ हामी। आज रोहितको बर्थडे छ, ह्याप्पी बर्थडे। अनि बर्थडेको उपलक्ष्यमा हामीहरू एउटा अनाथ आश्रम छ त्यहाँ गएर एउटा स्मल हेल्प एन्ड डेन्टल चेकअप पनि गर्नेवाला छौँ हामी। अनि त्यही बर्थडे मनाउँछौँ। अनि रोहितको बर्थडे छ, उहाँले अब स्पोन्सर गरेछ। अनि हामीले क्लिनिकबाट जे हामीसँग सहयोग हुन्छ त्यो सहयोग गर्नेछौँ हामी। अनि चेकअपहरू पनि गर्नेछौँ, फ्री चेकअप हुन्छ, फ्री ट्रिटमेन्ट हुन्छ सबै। अनि खानासानाको सुविधा पनि छ। अनि कपी किताब जति हामीसँग सहयोग हुन्छ सबै गर्नेछौँ हामी। अनि आज बर्थडे स्पेसल छ, केही भनौँ, उहाँले सबै स्पोन्सर गर्नुभएको छ। हाम्रो डक्टर डेन्टल जोन यहाँ बसन्तपुरमा छ क्या, बसन्तपुर डक्टर डेन्टल जोन यहाँबाट स्पोन्सर गरेछ। उहाँको क्लिनिक हो, उहाँले सबै स्पोन्सर गरेछ सबै चिज। ल थोरै केही शब्द भन्नु पर्यो तपाईँले, अनि के गर्नुभएको छ सुधार सबै भन्नु पर्यो। नमस्ते। आज मेरो बर्थडेको उपलक्ष्यमा मैले केही समाज सेवा गरौँ भनेर यहाँ एउटा चाहिँ आश्रममा हामीले अब डेन्टल चेकअप फ्री होइन, ब्रस फ्री, पेस्ट अनि क्लिनर होइन, साबुनहरू अनि खानेकुराहरू सबै उपलब्ध गराएको छ हामीले। अब यहाँबाट टिम गएर त्यहाँ आश्रम जति पनि साना साना बालबालिकाहरू छ तिनीहरूको निःशुल्क उपचार र निःशुल्क परामर्श पनि हामीले गर्नेछौँ। पछि गएर के समस्या पऱ्यो भने, त्यो दाँत सम्बन्धी के पऱ्यो भने हाम्रो क्लिनिकमा आएर उहाँको निःशुल्क उपचार हामी गराउँछौँ। स्पेसल बर्थडे हो, बर्थडे त सबैले मनाउँछ होइन, तर बर्थडे यस्तो मनाउनु पर्यो कि अरूलाई पनि खुसी होस्। उहाँहरू अनाथ आश्रममा बस्नुहुन्छ जहाँ टाढा टाढाबाट आउनुहुन्छ कि, यानि कि जुन बिछडिएको क्षेत्रबाट या अनाथ भएको त्यो बालबालिकाहरू हुनुहुन्छ कि, उहाँसँग बर्थडे भने यति खुसी हुन्छ कि त्यो छुट्टै हो कि। अनि सब बर्थडे त सबले घरमा गएर या खर्च गर्छ, या गर्छ त्यहाँ गर्छ, हामीले त्यही खर्च गरेको भनौँ। जसरी होइन 10,000 15,000 खर्च हुन्छ पार्टी साटी गरेर होइन, हामीले त्यही सामान किनेर उहाँले दियो भने धेरै सहयोग हुन्छ। तपाईँ पनि सोच्नु होला, विचार गर्नु होला। अनि हाम्रो डाक्टर साहेब पनि आउनुहुन्छ, राज सर डाक्टर साहेब हुनुहुन्छ, उहाँ आउनुहुन्छ, उहाँलाई पनि इन्ट्रोड्युस गराउँछु तपाईँसँग। अनि सबैजना मिलेर त्यहाँ क्याम्पिङ छ, अनि सबै बर्थडे पनि मनाउँछु त्यहाँ। क्यामेराम्यान के ठ्याक्कै सबै सामान किनिसकेको छ। यहाँ पेस्टहरू भयो, यता ब्रसहरू छ, यहाँ एकाउन्ट क्लियर छ, कोपीहरू छ, यो साबुनहरू भयो होइन, सेनिटाइज गर्नुलाई साबुनहरू पनि भयो, हात धुनलाई नुहाउनलाई जे गरे पनि गयो होइन। अनि कोपी र कलम यो भयो। अनि खानेकुराहरू सबै पुगाइसकेको छौँ अलरेडी हामी। तेलहरू सबै सागसब्जीहरू जति हुन्छ नि सबै पुगाइसकेको छौँ। ब्यानर पनि देखाउँछु तपाईँको कस्तो। Cameraman is this Halin. AK Halin. Yo man, yo. यहाँ हाम्रो पोस्टर हेर्नु, पोस्टर अन्त न यो यहाँ राज सरले, हाम्रो राज सरले यहाँ के पोस्ट गर्नुभएको छ हेर्नु, लेखाइ हेर्नु कि लेखाइ कस्तो दामी छ, खतरा भिजाएर हाने छ, भिजाएर। हाम्रो राज सर यहाँ हुनुहुन्छ, उहाँ। हेलो राज सर। हेलो सरजी। हेलो 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 हेलो, गुड मर्निङ सबजनालाई। उहाँ डाक्टर साहेब हुनुहुन्छ, उहाँ क्याम्पिङ गर्न गइरहेको छौँ। क्याम्पिङ मिटिङ जाएको छ अहिले। सर नि फ्याक्ट्री कता यतै सिधै हो? सिधै सिधै त्यो ट्राफिकको त्यो जान्छ होला नि त। वाउ नाइस। वास्तविक एकदम होटल कस्तो मस्त छ कि, एकदमै राम्रो। कहाँबाट जाने? यही चोकबाट, तम्मु चौक। हाम्रो भरत सर पनि आइसक्नु भएको छ। हेलो भरत सर। बर्थडे भयो त रोहित मैले ह्याप्पी बर्थडे पोखरी भने सब कहानी बितिसक्यो। ढिलो पाउनु छ। ए क्यामेरा नि छ है यसमा, That's cam छ। अब हामी आइपुग्न लाग्यौँ यहाँ। आश्रम यहाँ छ, यहाँनिर छ अगाडि। ठ्याक्कै आइसक्यौँ हामीहरू। यहाँ आश्रमको बोर्डिङ यहाँ छ, यहाँ मनमोहन बाल आश्रम, बालग्राम। यहाँ विद्यार्थीहरू बस्छन् कि, सबै विद्यार्थीहरू यहाँ बस्छन्। यहीँ क्याम्पिङ स्याम्पिङ गरौँलाई, यहीँ खानेसाना यहीँ हुन्छ कि सबै। भरतबाट हेलो नमस्ते नमस्ते। बच्चाहरू छ यहाँ, बच्चाहरू। हेलो हेलो। यहाँ कुकम्यान यतातिर छ। रेडी हुँदैछ, यहाँ सबै रेडी हुँदैछ चेकअप हुनुको लागि। पहिला चेकअप गरौँ, त्यसपछि बर्थडे सडे मनाउँला। हो ब्यानर त्यहीँ टाङ्दिउँ लागि, ब्यानर छ नि, यो ब्यानर यहीँ टालिदिनु पऱ्यो पछाडिबाट। भरत सरले सामानहरू निकाल्दै हुनुहुन्छ उहाँ। बर्थडे बोयको यहाँ बसेर गफ हान्दैछ। राम्रो हुन्छ अरे भनेर टावर मैले भने मैले भने छैन, नपाएर हो क्या त्यो एआईबाट बनायो। यहाँ टाढाबाट रोहित देखिन्छ, नजिक गयो भने त्यो रोहित हो कि को थाहै छैन। अनुजोस दिन्छ के ओ हेर्नु, एआई गुरु हो। एआईको इस्तेमाल गर्न राज सरसँग सिक्नुपर्छ। हाम्रो नि यहाँ रेडी हुँदैछ, सबै चेकअप गरौँ अनि डिस्ट्रिब्युट गरौँ, बर्थडे मनाउँ, इन्जोय गरौँ कि बच्चाहरूसँग है सर।
सही कुरा यो राम्रो हो कि होइन भन्नुहोस्? 100% सपोर्ट। 100% सपोर्ट जे छ उहाँको कारणले हो माडीमा छु उहाँको कारणले हो माडीमा छु म भोलि खाडी आयो भने रोहित मेरै म खाडी जान्छु हम साथ साथ हम साथ साथ हैं। खाडी आयो भने भरतपुर गएसँग मैले भनेको छु नि कहिले पनि हामी नछुट्ने जे भए पनि बरु बुढाबाट छुटिन्छ छुटेको कुरा हो दाजुभाइ सम्बन्ध कहिले छुट्दैन त्यही त हो। हामी उस्तो पनि गीको रिलेसन राख्छ चारवटा प्याकेट होला नि आई थिङ्क। ल हाम्रो शिविर चाहिँ सुरु भइसकेको छ। रोहित सरको बर्थडे स्पेसल आनु भरत सरले खानदासको काम गर्दै हुनुहुन्छ। यता हुनुहुन्छ विद्यार्थीहरू चाहिँ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर रोहित सर, ह्याप्पी बर्थडे टु यु। ठिक छ धेरै दलम ठिक छ। डिस्ट्रिब्युटिङ हुँदैछ यहाँ। कपी ब्रस पेनहरू सबै छ। भयो पुग्यो सबैलाई बाँकी राख्नु उब्रेको जति सबै राखिदिनु यतै। युज गर्नु के छ त्यसको लागि ल ह्याप्पी बर्थडे भन्दै सबजना। ह्याप्पी बर्थडे रोहित सर, रोहित सर, रोहित सर, डे रोहित सर। ल माथि बस। आज यो विशेष कार्यक्रममा यहाँहरू सबैलाई धन्यवाद। अवस्थित यो मनमोहन बालग्राम जहाँ विपन्न वर्गका विद्यार्थीहरूलाई चाहिँ यहाँ राखेर अध्ययन गराउने र उनीहरूको हरेक क्रियाकलापहरूमा अब यो माडी नगरपालिका र यो मनमोहन बालग्राम जुन हो यो संस्थाले यहाँ यसरी राखेको ठाउँमा हजुरहरू एउटा जुन टोली दाँत सम्बन्धी एउटा शिविर लिएर त्यसपछि एउटा जन्मोत्सवको उपलक्ष्यमा हाम्रा यस संस्थाका विद्यार्थी भाइ बहिनीहरूलाई जुन हिसाबले आवश्यक पर्ने एउटा स्वास्थ्य सामग्रीहरू सहित उपस्थित भइदिनु भयो। यसमा यो संस्थाको तर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद। भविष्यको बारेमा सोचेर अब एउटा कम्तीमा पनि यसलाई प्रचार प्रसार गरेर जसरी आज हजुरहरू उपस्थिति हुनुभयो हजुरहरूका अन्य साथीहरू सबैलाई पनि कम्तीमा नै त्यो ठाउँ त्यस्तो छ ल है त्यहाँ एकचोटि जानुपर्छ भन्ने हिसाबले तपाईँ हाम्रै सुझबुझ अथवा तपाईँ हाम्रै उसले चाहिँ यिनीहरूको भविष्य कोर्ने दिशामा अगाडि बढ्न हामी चाहिँ यो संस्था हजुरहरूप्रति आभारी छ। भोलिका दिनमा पनि यसै गरी सहयोगी मनहरू सहयोगी हातहरू फैलाइदिनु हुन विनम्र अनुरोधका साथ फेरि पनि हजुरहरूलाई धन्यवाद। धन्यवाद सर। 7 गते स्पेसल छ। स्पेसल उहाँहरूको कपाल सपाल फेरि काट्नु पर्यो कि गइदिनु भएको भए सर अलिक ढिलो हुन्छ सर अब फेरि हेर्नु। ल सर ल हस् सर हस् ल। यहाँनिर सबै सम्पन्न भयो। चेकअप सबै भइसक्यो। अब बिदा हामी।